गुड मर्निङ गाइस। ल आजको पनि दिन स्टार्ट भएको छ। आज पनि बिहानै घाँसतिर लाग्यो हो। यहाँ हाम्रो सिरो छ, काली छ। काली के गर्दैछस्? के गरेको के गरेको? यो चाहिँ काली हाम्रो भालु जतिकै छ। हाम्रो काली चाहिँ मोटेर हो। अब लाग्नुपर्छ। आज घाम आउनु आँटेछ यहाँ माथि हो टक्कै। म चाहिँ सधैँ यसरी हो दालबारी हेर्दै हिँड्छु हो। मेरो दालहरू कस्तो के हुँदैछ भनेर साह्रै माया लाग्छ नि त मेरो दालको। मेरो दाल चाहिँ फेरि गोड्नेला भएछ हो। अब चाहिँ दालभन्दा ठुलो त झ्यारै आएछ नि, हुँदैन नि त, अग्लो अग्लो आइरहेछ झालहरू। तर त्योभन्दा राम्रो कुरा चाहिँ के छ भने मेरो दालले फुल्नु थालेछ। अब छिटै फल्नु पनि थाल्छ। त्यो चाहिँ राम्रो कुरा हो। मेरो दाल चाहिँ यहाँनिर चाहिँ कता गएछ नि, गायब भएछ नि, खाली पो भएछ त हौ। यतातिर हेर्नुपर्छ हरियै, यता हेर्नुपर्छ खाली, उता हेर्नुपर्छ हरियै। यो भएन, यो भएन, के भयो यो। ल मैले घाँस चाहिँ काटिसक्यो, भारी लगाएँ यहाँनिर। अब लाग्नुपर्छ। यहाँबाट अम्बक चाहिँ दामी फलिरहेको छ कि यहाँ हेर्दा पाकिरहेको छ पुरा। अल्छी लाग्यो तर जानु, खानु त मजा आउँथ्यो। घाँस लिएर चाहिँ आइपुग्यो। गरम त साह्रै ज्यादा घाँस चाहिँ हो। अम्बकको राज पनि झरिरहेको छ यहाँ। गाईलाई दिउँ न है टिपेर। ल उठ्दैन यस्तो उठेको होला। खाइदे ल आज चाहिँ म चाहिँ घरमा एक्लै छु हो। त्यही भएर चाहिँ अब साह्रो पर्छ यार। फेरि घाँसमा जानुपर्ने छ हो। 2 भारी घाँस बिहान बेलुका 2 भारी कुरा साह्रो छ। र आजको चाहिँ यहाँनिर म लुगा धुँदैछु। अब दसैँ लाग्यो हो। लुगा सुगा धुएर छिटोकै हुनुपर्छ। मान्छेहरू पनि नुहाउनुपर्छ। यहाँनिर हाम्रो भालु छ, भालु। यसको नाम चाहिँ काली हुनु चाहिँ हो, भालु बरा पनि। अन्त यहाँ चाहिँ मेरो एकतिर फुलहरू छ। यहाँनिर भर्खर लगाएको फुलहरू। अब चाहिँ घाँसतिर लाग्नुपर्छ हो। घाम पनि डुब्यो बल्ल बल्ल, शीतल पनि भयो अब चाहिँ हो। अब चाहिँ गाईलाई घाँस काट्नु लाग्नुपर्छ। 2 भारी काट्नुपर्ने छ हो। आज चाहिँ